नमस्कार सबैजनालाई, यहाँहरूलाई स्वागत छ हाम्रो क्यान्डलिस्टिक प्याटर्नको तेस्रो एपिसोडमा। आज चाहिँ हामी 3वटा क्यान्डलबाट मिलेर बनेको क्यान्डलिस्टिक प्याटर्नको बारेमा सिक्न गइरहेका छौँ। अब ढिला नगरी सुरु गरौँ मर्निङ स्टार र इभिनिङ स्टारबाट। मर्निङ स्टारमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि मिडल क्यान्डल इज कल्ड स्टार। भनेको मतलब यो बिचको क्यान्डल छ नि, यसलाई चाहिँ के भनिदो रहेछ, हामीले स्टार भनिदो रहेछ। अनि इभिनिङ स्टारमा पनि त्यही हो, बिचको क्यान्डललाई हामीले के भनिन्छ, स्टार भनिन्छ। अनि द कलर अफ स्टार डज नट म्याटर भनेको मतलब यो स्टारको कलर चाहिँ म्याटर गर्ने भयो त भन्दा गर्ने भएन। भनेको मतलब यो ग्रीन हुन पनि सक्यो अथवा रेड हुन पनि सक्यो। इभिनिङ स्टारमा पनि त्यही हो, स्टारको कलर म्याटर गर्दैन। भनेको मतलब यो ग्रीन हुन पनि मिल्यो अथवा रेड हुन पनि सक्यो। द क्यान्डल आफ्टर मर्निङ स्टार सुड बी इन ग्रीन कलर भनेको मतलब मर्निङ स्टार पछिको यो क्यान्डल छ नि, यो चाहिँ ग्रीन कलरको के हुनु पर्यो, ग्रीन कलरको हुनु पर्यो। भनेको मतलब के हो भन्दाखेरि यसको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो, हाई हुनु पर्यो। ओपन प्राइस भन्दा क्लोज प्राइस हाई भयो भने मात्र त यो के हुने भयो, ग्रीन क्यान्डल हुने भयो नि त। त्यही भएर अनि इभिनिङ स्टारमा चाहिँ द क्यान्डल आफ्टर मर्निङ स्टार सुड बी इन रेड कलर भनेको मतलब यो मर्निङ स्टार पछिको यो क्यान्डल चाहिँ के हुने भयो, रेड कलर। है भने जस्तै यहाँ चाहिँ ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो, कम हुनु पर्यो। यो चाहिँ के भयो, क्लोज प्राइस, यो ओपन प्राइस भयो। यो चाहिँ घटेको अवस्थामा हुनु पर्यो। अनि आफ्टर फर्स्ट क्यान्डल देयर सुड बी ग्याप डाउन ओपनिङ एन्ड आफ्टर सेकेन्ड क्यान्डल देयर सुड बी ग्याप अप ओपनिङ भनेको मतलब पहिलो क्यान्डल पछि के हुनु पर्यो भन्दा ग्याप डाउन ओपनिङ हुनु पर्यो। भनेको यहाँ हेर्नु त घटेको छ नि, पहिलो क्यान्डल भन्दा दोस्रो क्यान्डलमा चाहिँ यहाँ ग्याप छ अनि यहाँ ओपन भएको छ। भनेको मतलब घट्दो अवस्थामा हुनु पर्यो। अनि दोस्रो क्यान्डल भन्दा तेस्रो क्यान्डलमा चाहिँ के हुनु पर्यो, ग्याप अप ओपनिङ हुनु पर्यो। अनि यसमा चाहिँ इभिनिङ स्टारमा चाहिँ पहिलो क्यान्डल भन्दा दोस्रो क्यान्डलमा चाहिँ के हुनु पर्यो, ग्याप अप ओपनिङ हुनु पर्यो। अनि दोस्रो क्यान्डल यो स्टार भन्दा चाहिँ अर्को क्यान्डलमा चाहिँ के हुनु पर्यो, ग्याप डाउन ओपनिङ हुनु पर्यो। अनि इफ देयर इज अगेन ग्याप अप ओपनिङ आफ्टर थर्ड क्यान्डल देयर इज मोर कन्फर्मेसन भनेको मतलब यो तेस्रो क्यान्डल भन्दा अब आउने अर्को क्यान्डल जस्तै यहाँनिर फर्म भयो एउटा क्यान्डल, के भयो, यहाँ ग्याप अप ओपनिङ भयो। अझै ग्याप अप ओपनिङ भयो भने अझै धेरै बढ्ने चान्स हुने भयो। अनि यसमा चाहिँ यो तेस्रो क्यान्डल भन्दा अर्को क्यान्डल चाहिँ हेरी यहाँ जस्तै यहाँ फर्म भएर ग्याप डाउन ओपनिङ भयो नि त। अनि ग्याप डाउन ओपनिङ भएको बेलामा अझै तेस्रो क्यान्डल पछिको क्यान्डलमा पनि ग्याप डाउन ओपनिङ भएको बेला के हुने भयो त भन्दाखेरि अझै मोर कन्फर्मेसन। अब चार्टमा हेरौँ। अब मर्निङ स्टार बुलिस प्याटर्न हो। बुलिस प्याटर्न कहाँ आउँछ, जहिले पनि चार्टको बटममा आउँछ। अब यसको स्टप लस चाहिँ कहाँ भयो, हेरी यो छ नि, यो स्टारको तल्लो भाग चाहिँ हाम्रो स्टप लस भयो। अनि इन्ट्री चाहिँ कहाँबाट लिने, इन्ट्री चाहिँ यो चाहिँ हाम्रो कन्फर्मेसन क्यान्डल भयो हैन, यो चाहिँ हाम्रो कन्फर्मेसन क्यान्डल भयो। हामीले इन्ट्री चाहिँ हेरी यो भागबाट हामीले के गर्ने, इन्ट्री लिख्ने, हेरी यो। अब इभिनिङ स्टार चाहिँ के हो, बियरिस प्याटर्न हो। बियरिस प्याटर्न जहिले पनि कहाँ आउँछ, चार्टको टपमा आउँछ। ल हेरी यो प्याटर्न देख्नु भएको छ नि, यो चाहिँ के हो, हाम्रो इभिनिङ स्टार हो। अब स्टप लस चाहिँ कहाँ लगाउने, यो स्टारको माथिल्लो भाग, यो चाहिँ के भयो, हाम्रो स्टप लस। अनि यो के भयो त, हो सही भन्नुभयो, यो चाहिँ हाम्रो के भयो, कन्फर्मेसन क्यान्डल। अनि हाम्रो इन्ट्री चाहिँ यहाँबाट लिने, इन्ट्री चाहिँ हामीले हेरी यो क्यान्डलबाट लिने, कन्फर्मेसन क्यान्डलको
पछि आउने क्यान्डलबाट चाहिँ हामीले इन्ट्री लिनुपर्छ सधैँ। अब जाउँ हामी दोस्रो प्याटर्नतर्फ, एबन्डेड बेबी। अब एबन्डेड बेबी पनि दुईवटा प्रकारको छ, बुलिस एबन्डेड बेबी, अर्को बियरिस एबन्डेड बेबी। बुलिस एबन्डेड बेबीमा के हुनुपर्छ भन्दाखेरि सेकेन्ड क्यान्डल इज कल्ड एबन्डेड बेबी। हेरी यो सेकेन्ड क्यान्डललाई हामीले के भनिन्छ, एबन्डेड बेबी भनिन्छ। यो हेर्दाखेरि हेर्नु न डोजी जस्तै देखिन्छ नि, हामीले पहिलो क्यान्डलस्टिक प्याटर्नमा सिकेको जस्तै यो बिचको क्यान्डल बेबी चाहिँ के जस्तो देखिन्छ, डोजी जस्तो देखिन्छ। अनि बियरिस एबन्डेड बेबीमा पनि त्यही हो। हेरियो बिचको भाग, बिचको क्यान्डल चाहिँ के जस्तो देखिन्छ, डोजी जस्तो देखिन्छ। बिचको क्यान्डललाई हामीले बेबी पनि भनिन्छ। यो हेर्दाखेरि डोजी जस्तो देखिन्छ। अनि देयर शुड बी सुपर मोस्ट ग्याप डाउन ओपनिङ बिट्विन फर्स्ट क्यान्डल एन्ड सेकेन्ड क्यान्डल। भनेको मतलब यहाँ चाहिँ पहिलो क्यान्डल भन्दा दोस्रो क्यान्डलमा चाहिँ सुपर मोस्ट ग्याप डाउन ओपनिङ हुन पर्यो। अघि भनेको जस्तो पहिलो क्यान्डलको जस्तो यहाँ ग्याप डाउन ओपनिङ मात्र भएर हुँदैन, यहाँ चाहिँ सुपर मोस्ट ग्याप डाउन ओपनिङ हुनु पर्यो। भनेको एकदमै ग्याप डाउन ओपनिङ हुनु पर्यो। अनि बियरिस एबन्डेड बेबीमा चाहिँ सुपर मोस्ट ग्याप अप ओपनिङ हुनु पर्यो। अनि कलर अफ बेबी डज नट म्याटर। पहिलो क्यान्डलमा भनेको जस्तै यसको कलर म्याटर गर्छ त गर्दैन, यो बेबीको कलर म्याटर गर्दैन। अनि बियरिस एबन्डेड बेबीमा पनि बेबीको कलर म्याटर गर्दैन। हेरी यो बेबीको कलर म्याटर गर्ने भयो त भएन। अनि अब जाउँ हामी चार्टतर्फ। अब बुलिस एबन्डेड बेबी, बुलिस भएको हुँदा कहाँ हुने भयो, चार्टको बटममा। भनेको मतलब घटिरहेको बेला आएर के हुन्छ, यो हेर्नु त स्वाटै बढ्यो। अब यसको स्टप लस कहाँ राख्ने भन्दा हेरी यो बेबीको चाहिँ यो पिन्टको भाग चाहिँ के भयो हाम्रो स्टप लस। अनि कन्फर्मेसन क्यान्डल चाहिँ यो भयो हाम्रो, यो चाहिँ के भयो हाम्रो कन्फर्मेसन क्यान्डल। अब इन्ट्री चाहिँ हामीले यो कन्फर्मेसन क्यान्डल भन्दा माथिल्लो क्यान्डलको माथिल्लो भागबाट हामीले के लिन्छ, इन्ट्री लिन्छ। अब जाउँ हामी बियरिस एबन्डेड बेबी। अब बियरिस एबन्डेड बेबी, बियरिस भएको हुँदा कहाँ हुने भयो त, चार्टको टपमा आउने भयो, चार्टको टपमा आयो। अब स्टप लस चाहिँ त्यही बुलिस एबन्डेड बेबीको जस्तै सेम हो। यो बेबीको माथिल्लो भाग चाहिँ के भयो हाम्रो स्टप लस। अनि बुलिस एबन्डेड बेबी पछाडिको क्यान्डल चाहिँ यो के भयो हाम्रो कन्फर्मेसन क्यान्डल। अनि कन्फर्मेसन क्यान्डल पछाडिको क्यान्डलको माथिल्लो भागबाट हामीले सधैँ के लिन्छ भन्दा इन्ट्री लिन्छ। ल एबन्डेड बेबीको यति कुरा मात्रै जाने पुग्छ। अब जाउँ हामी 3 व्हाइट सोल्जर एन्ड 3 ब्ल्याक क्रोज तर्फ। अब 3 व्हाइट सोल्जर, नामै 3 व्हाइट सोल्जर छ। सोल्जर भनेको के हो, सोल्जरले हाम्रो देशलाई बचाउँछ, त्यही भएर यो सोल्जर चाहिँ के भयो, बुलिस भयो। अनि क्रो कौवा कराइरहेर हामीले के गर्छ, डिस्टर्ब गर्छ, त्यही भएर सोच्ने हामीले कौवा भनेको नराम्रो हो, त्यही भएर यो के भयो, बियरिस भयो। अब बुलिस भएको हुँदा तपाईले सोच्नु भयो होला, यो चार्टको जहिले पनि कहाँ आउँछ, बटममा मात्र आउँछ। तर यहाँ चाहिँ फरक छ, यो चार्टको बटममा पनि आउन सक्छ, चार्टको टपमा पनि आउन सक्छ। यो चार्टको बटममा आयो भने चाहिँ बुलिस हुन्छ, यही 3 व्हाइट सोल्जर। यदि यही 3 व्हाइट सोल्जर चार्टको टपमा आयो भने बियरिस हुन्छ। 3 ब्ल्याक क्रोजमा पनि त्यही हो, यो चार्टको बटममा आयो भने बुलिस हुन्छ, टपमा आयो भने बियरिस हुन्छ। 3 व्हाइट सोल्जरमा चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि क्यान्डलको ओपन प्राइस भन्दा, 3वटा क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ हाई हुन्छ। यसमा पनि ओपन भन्दा क्लोज हाई भयो, यसमा पनि त्यही हो। अनि 3 ब्ल्याक क्रोजमा चाहिँ ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुन्छ, कम हुन्छ।
ओपन प्राइस भन्दा क्लोज प्राइस जहिले पनि कम हुन्छ 3 ब्ल्याक क्रोजमा। यति कुरा हो। अब चार्टमा हेरौँ। 3 व्हाइट सोल्जर यहाँ हेर्नु त, यो कहाँ आयो? यो चार्टको बटममा आयो। यो टपमा पनि आउन सक्छ, हामीले भनेका थियौँ। यदि बटममा आयो भने के हुन्छ? बुलिस हुन्छ। हेर्नु 3 व्हाइट सोल्जर चार्टको बटममा आएको थियो, त्यसपछि बढ्यो। अब यसको स्टप लस चाहिँ कहाँ राख्ने? स्टप लस चाहिँ यो पहिलो क्यान्डलको पिनको भागमा चाहिँ हामीले के लिन्छ? स्टप लस। अनि यो 3वटा व्हाइट सोल्जर पछिको आएको क्यान्डल चाहिँ हाम्रो यो के भयो? कन्फर्मेसन क्यान्डल। अनि हामीले यहाँबाट चाहिँ के लिन्छ? इन्ट्री लिन्छ। अब जाउँ हामी 3 व्हाइट सोल्जर प्याटर्नको चार्ट प्याटर्न तर्फ। 3 व्हाइट सोल्जर प्याटर्न हेर्नु त, यो चार्टको कहाँ आयो? टपमा आयो। टपमा आएको हुँदाखेरि यो घट्छ। हेर्नु टपमा आएको भएर। यदि यो बटममा आएको थियो भने, यतानिर बटममा आएको थियो भने बढ्थ्यो है। अनि यो 3 व्हाइट सोल्जरको स्टप लस चाहिँ कहाँ भयो भन्दा पहिलो क्यान्डलको माथिल्लो भाग। यो के भयो? स्टप लस। अनि यो 3 व्हाइट सोल्जर पछि बनेको क्यान्डल चाहिँ के भयो? हाम्रो कन्फर्मेसन क्यान्डल। अनि त्यसपछि आउने क्यान्डलको माथिल्लो भाग, हेरी यो भाग चाहिँ हामीले यहाँबाट के लिन्छ? इन्ट्री लिन्छ। अब यति नै हो कुरा यसको। अब जाउँ हामी 3 लाइन स्ट्राइक तर्फ। अब बुलिस 3 लाइन स्ट्राइक हेर्दाखेरि के जस्तो देखिन्छ भन्दा, यो लास्टवटा दुईटा हेर्दाखेरि के देखिन्छ भन्दा, लास्टवटा दुईटा प्याटर्न चाहिँ हेर्दाखेरि बियरिस एङ्गल्फिङ जस्तो देखिन्छ। तर यो बियरिस एङ्गल्फिङ होइन है, यो एउटा जाल हो, हामीलाई फसाउने जाल हो। हेर्दाखेरि बियरिस एङ्गल्फिङ जस्तो देखिन्छ 2वटा क्यान्डल मात्र, तर 4वटा क्यान्डल हेर्ने हो भने यो चाहिँ के हो भन्दा बुलिस 3 लाइन स्ट्राइक हो। अनि बियरिस 3 लाइन स्ट्राइकमा पनि त्यही हो। यो लास्टको 2टा क्यान्डल हेर्दाखेरि चाहिँ यो बुलिस एङ्गल्फिङ जस्तो देखिन्छ। तर यो वास्तवमा के हो त? 4वटा क्यान्डललाई हेर्दाखेरि 3 लाइन स्ट्राइक हो। फर फर्मिङ दिस प्याटर्न देयर सुड बी 3 व्हाइट सोल्जर एन्ड 1 रेड क्यान्डल। भनेको मतलब यो 3 लाइन स्ट्राइक बन्नको लागि पहिला चाहिँ 3वटा के आउनु पर्यो? व्हाइट सोल्जर आउनु पर्यो। योभन्दा अगाडि हामीले पढेका थियौँ नि व्हाइट सोल्जरको बारेमा। अनि एउटा क्यान्डल चाहिँ रेड क्यान्डल हुनु पर्यो। सरी, ग्रीन होइन, रेड क्यान्डल हुनु पर्यो। भनेको मतलब यसको ओपन प्राइस भन्दा 4th क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो? कम हुनु पर्यो। अनि बियरिस 3 लाइन स्ट्राइकमा चाहिँ 3वटा क्यान्डल चाहिँ रेड हुनु पर्यो होइन, 3वटा ब्ल्याक क्रो चाहिँ रेड हुनु पर्यो। अनि 4th क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो? हाई हुनु पर्यो। ल अब चार्ट तर्फ जाम। बुलिस 3 लाइन स्ट्राइक बुलिस भएको हुँदा कहाँ आउने भयो? चार्टको बटममा आउने भयो। अब यसको स्टप लस चाहिँ 4थो क्यान्डलको पिनको भागमा, यहाँ चाहिँ हामीले के लिन्छ? स्टप लस। अब बुलिस 3 लाइन स्ट्राइक पछाडिको यो क्यान्डल चाहिँ के भयो? हाम्रो कन्फर्मेसन क्यान्डल। अनि इन्ट्री चाहिँ हामीले कन्फर्मेसन क्यान्डल पछि आउने क्यान्डलको माथिल्लो भागबाट हामीले के लिन्छ? इन्ट्री लिन्छ। अब जाउँ हामी बियरिस 3 लाइन स्ट्राइकलाई चार्टमा हेर्दा। अब बियरिस 3 लाइन स्ट्राइक चाहिँ बियरिस भएको हुँदा चार्टको कहाँ आउने भयो? टपमा आउने भयो। अब यसको स्टप लस चाहिँ कहाँ आउने भयो? 3 व्हाइट सोल्जर पछिको 4th क्यान्डलको माथिल्लो भाग चाहिँ के भयो? स्टप लस भयो। अब इन्ट्री चाहिँ यहाँबाट लिँदा पनि हुन्छ, किनभने यो 3 व्हाइट सोल्जर्स हो नि त। 3 व्हाइट सोल्जर्स पछि चाहिँ के हुन्छ? घट्दो अवस्थामा हुन्छ। त्यही भएर यहाँबाट 3 व्हाइट सोल्जर पछिको क्यान्डलबाट इन्ट्री लिँदा नि हुन्छ। तर म भन्छु 3 व्हाइट सोल्जर पछाडि आउने 4थो क्यान्डल पछिको यो कन्फर्मेसन क्यान्डल पछाडिको हेरी यो भाग छ नि, कन्फर्मेसन क्यान्डल पछाडिको यहाँबाट चाहिँ मैले इन्ट्री लिन सजेस्ट गर्छु। किन भन्दा
धेरै कन्फर्मेसन भयो नि त। यो कन्फर्मेसन क्यान्डल पछाडिको क्यान्डल आएपछि धेरै कन्फर्मेसन भयो। यहाँबाट लिँदा पनि हुन्छ, तर धेरै कन्फर्म चाहिँ कहाँबाट हुने भयो, हेरी यो क्यान्डलबाट लिएपछि धेरै कन्फर्मेसन भयो। अब जाउँ हामी 3 अपसाइड अप एन्ड 3 अपसाइड डाउन तर्फ। फर्स्ट क्यान्डल सुड बी रेड एन्ड सेकेन्ड क्यान्डल सुड बी ग्रीन। यसमा चाहिँ यो दुईटा क्यान्डल हेर्दा हेर्नु त के जस्तो देखिन्छ, यो बुलिस एङ्गल्फिङ, सही भन्नुभयो। अनि यो चाहिँ के जस्तो देखिन्छ, यो पहिलो दुईटा हेर्दाखेरि बियरिस एङ्गल्फिङ जस्तो देखिन्छ नि। अब यसमा चाहिँ के हुनु पर्यो भन्दा फर्स्ट क्यान्डल सुड बी रेड एन्ड सेकेन्ड एन्ड थर्ड सुड बी ग्रीन। भनेको मतलब पहिलो क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ घटेको अवस्थामा हुनु पर्यो, अनि सेकेन्ड क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ बढेको हुनु पर्यो। थर्ड क्यान्डलमा पनि त्यही हो, ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो, हाई हुनु पर्यो। अनि बियरिस एङ्गल्फिङमा चाहिँ फर्स्ट क्यान्डल सुड बी ग्रीन एन्ड सेकेन्ड एन्ड थर्ड सुड बी रेड। भनेको मतलब त्यसको ट्याक्कै उल्टो। यसमा के थियो भन्दा पहिलो क्यान्डल चाहिँ के हुनु पर्यो भन्दाखेरि पहिलो क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस के हुनु पर्यो, हाई हुनु पर्यो। अनि सेकेन्ड र थर्ड क्यान्डलको ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो, घटेको अवस्थामा हुनु पर्यो। अनि अर्को भोल्युमको पनि कुरा हो। पहिलो क्यान्डल दोस्रो क्यान्डल भन्दा तेस्रो क्यान्डलमा भोल्युम चाहिँ बढेको हुनु पर्यो। बियरिसमा पनि त्यही हो, भोल्युम चाहिँ घटेको अवस्थामा हुनु पर्यो। यो चाहिँ हामीले सिकेको सबै क्यान्डलतर्फ लाग्छ। 3टा क्यान्डल मात्रै, पहिलो दोस्रो र तेस्रो। बुलिस क्यान्डल छ भने पहिलो दोस्रो र तेस्रोको भोल्युम चाहिँ बढेको अवस्थामा हुनु पर्यो। यदि बियरिस छ भने पहिलो दोस्रो र तेस्रोको भोल्युम चाहिँ के हुनु पर्यो, घटेको अवस्थामा हुनु पर्यो। अब चार्टमा हेरौँ। चार्टमा चाहिँ हैन, चार्टमा हेर्दाखेरि के हुँदो रहेछ भन्दाखेरि यो कहाँ हुँदो रहेछ भन्दाखेरि चार्टको बुलिस भएको हुँदाखेरि कहाँ आउँछ, चार्टको जहिले पनि बटममा आउँछ। अब स्टप लस चाहिँ हेरी यो क्यान्डलको तल्लो भाग चाहिँ के हो, हाम्रो स्टप लस भयो हैन। अनि इन्ट्री चाहिँ कहाँबाट लिने भन्दाखेरि यो कन्फर्मेसन क्यान्डल भयो नि हाम्रो, यो कन्फर्मेसन क्यान्डल पछि आउने क्यान्डलको माथिल्लो भागबाट हामीले के लिन्छ, इन्ट्री लिन्छ। अनि 3 आउटसाइड डाउनको चाहिँ यो बियरिस भएको हुँदा चार्टको कहाँ आउने भयो, टपमा आउने भयो। यसको स्टप लस चाहिँ दोस्रो क्यान्डलको माथिल्लो भाग के भयो, स्टप लस भयो। अनि त्यसपछि आउने क्यान्डलबाट यो चाहिँ कन्फर्मेसन क्यान्डल भयो। अनि यहाँबाट हामीले के लिने, इन्ट्री। अनि इन्ट्री चाहिँ अब जस्तै यो त पहिले बियरिस एङ्गल्फिङ छ, बियरिस एङ्गल्फिङ पछि यो के भयो, कन्फर्मेसन क्यान्डल आयो। त्यसपछि यहाँबाट इन्ट्री लिँदा पनि हुन्छ हैन। कन्फर्मेसन क्यान्डल भयो नि त, यो घटेको भयो। अनि त्यसपछि यहाँबाट इन्ट्री लिँदा पनि हुन्छ। यदि यो हैन, म 3वटा प्याटर्नलाई हेर्छु अनि त्यसपछि पर्खेर एउटा कन्फर्मेसन क्यान्डल आएपछि चाहिँ इन्ट्री लिन्छु भनेर यहाँबाट इन्ट्री लिँदा पनि हुन्छ। बेटर चाहिँ यहाँबाट इन्ट्री लिँदा हुन्छ यहाँबाट भन्दा। किन भन्दा कन्फर्मेसन धेरै भयो नि त, जति कन्फर्मेसन भयो त्यति राम्रो हो। अनि यहाँ पनि मैले भन्न बिर्सेछु, 3 आउटसाइड अप प्याटर्नमा यहाँबाट इन्ट्री लिँदा पनि हुन्छ यो क्यान्डलको माथिल्लो भागबाट। यदि होइन म अझै कन्फर्मेसन चाहन्छु भनेर यो कन्फर्मेसन क्यान्डल पछि आउने हेरी यहाँबाट इन्ट्री लिँदा नि हुन्छ। तर म यहाँबाट इन्ट्री लिन भन्छु हजुरहरूलाई, किन भन्दा बढी कन्फर्मेसन छ नि त, त्यही भएर। अब जाउँ हामी हाम्रो लास्ट प्याटर्नतर्फ, 3 इनसाइड अप एन्ड 3 इनसाइड डाउन। अब 3 इनसाइड अफ, यो पहिलो दुईटा हेर्दाखेरि यो के जस्तो देखिन्छ, बुलिस हरामी। हामीले सेकेन्ड एपिसोडमा सिकेका थियौँ नि त, यो बुलिस हरामी जस्तो देखिन्छ। यो चाहिँ बियरिस के जस्तो देखिन्छ, हरामी जस्तो।
फर्स्ट क्यान्डल सुड बी रेड एन्ड सेकेन्ड एन्ड थर्ड सुड बी ग्रीन भनेको मतलब पहिलो क्यान्डलको ओपन प्राइस भन्दा ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ घटेको अवस्थामा हुनु पर्यो अनि दोस्रो र तेस्रो क्यान्डलको चाहिँ ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो हाई हुनु पर्यो अनि 3 इनसाइड डाउनको चाहिँ ठ्याक्कै त्यसको उल्टो पहिलो क्यान्डलको चाहिँ ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ हाई हुनु पर्यो अनि दोस्रो र तेस्रोको चाहिँ ओपन प्राइस भन्दा क्लोज प्राइस चाहिँ के हुनु पर्यो कम हुनु पर्यो अनि यसमा चाहिँ हाई हुनु पर्यो अब चार्ट तर्फ हेरौँ है त 3 इनसाइड अफ प्याटर्न हैन यो दुईटा हेर्दाखेरि बुलिस हरामी जस्तो देखिन्छ त्यही भएर हामीले इन्ट्री यो कन्फर्मेसन क्यान्डल पछि यहाँबाट इन्ट्री लिगे नि हुन्छ यदि होइन म अझै कन्फर्मेसन चाहन्छु अनि मात्र इन्ट्री लिन्छु भने यो तीनटा पछिको हेरी यो क्यान्डललाई चाहिँ कन्फर्मेसन क्यान्डल मानेर हेरी यसको माथिल्लो भागबाट इन्ट्री लिँदा पनि हुन्छ अब यो बुलिस भएको हुँदा कहाँ आउँछ चार्टको जहिले पनि बटममा अब जाउँ हामी 3 इनसाइड डाउन तर्फ 3 इनसाइड डाउन बियरिस भएको हुँदा कहाँ आउँछ जहिले पनि चार्टको टपमा आउँछ अब यो हेर्दाखेरि बियरिस हरामी जस्तो देखिन्छ त्यही भएर यहाँबाट यसलाई कन्फर्मेसन क्यान्डल मानेर यहाँबाट इन्ट्री लिन्छु भन्दा पनि हुन्छ अथवा यो 3 इनसाइड डाउन प्याटर्नलाई हेरेर हेरी यो प्याटर्नलाई चाहिँ कन्फर्मेसन क्यान्डल मानेर हेरी यो क्यान्डलको माथिल्लो भाग हेरी यो क्यान्डलको माथिल्लो भागबाट इन्ट्री लिँदा पनि हुन्छ अनि स्टप लस चाहिँ हेरी यो क्यान्डलको माथिल्लो भागबाट स्टप लस लिने अनि यसमा चाहिँ हेरी यो पहिलो क्यान्डलको पिन्टको भागबाट हामीले स्टप लस लिने ल हाम्रो क्यान्डलिस्टिक प्याटर्नको भिडियो यही समाप्त हुन्छ यदि तपाईले यो भिडियो मन पर्यो भने लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला हस् धन्यवाद जय ट्रेडिङ